हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। म यति लामो समयपछि मन्दिर जान लागेको छु। मन्दिर जाँदाखेरि यसो बस्नु मान्छेहरूको लागि केही बनाएर लैजाऊँ भन्ने सोचेँ होइन। ओ गड, म पागलले त के गरेँ। मैले हिजो यो सब सामान प्रिपेयर गरेर राखेको थिएँ होइन। अब मलाई नि थाहा छैन के हाउ टु मेक भनेर। मसँग न यो पकाउने भाँडा छ न के छ। यो काट्नु न यो गर्नु, आई मिन यसलाई पिल गर्नु नै मलाई, यो दुईटालाई पिल गर्नु नै मलाई आधी घन्टा, यसलाई आधी घन्टा त लागेकै थियो। मैले क्लास लिँदै गरेको थिएँ, यस्तो फोहोरो भएको हो। सुरुमा म यो सब सफा गर्छु, अनि सबै सामान हिजो मैले सब सामान रेडी गरेर राखेको छु। अनि सुरुमा मैले हिजो के गर्नुमा बिर्सेँ भने प्याज किन्न बिर्सेँ। अब सुरुमा म प्याज किन्न जान्छु, त्यसपछि म मसला, लसुन, अदुवा एन्ड देन प्याज काटेर राख्छु, अनि यो सब सफा गर्छु, अनि बल्ल स्टार्ट गर्छु। लेट्स सी मैले यो कस्तो घरमा चाहिँ के पिर्ला भने मैले चाहिँ गराएँ होइन, रातभरि प्रिपेयर गरेँ, 2 बजेसम्म गरेको। मलाई के लागेको छ भने मैले राति नै त्यही सोचेको थिएँ, यो खाने लायकको गराउँदिनँ मैले जस्तो लागेको छ क्या मेरो। त्यो म ट्राई गर्छु, ममा भएको सब एनर्जी सब लगाउने ट्राई गर्छु। लेट्स सी के हुन्छ। मलाई लाग्दैन कि गुड हुन्छ भनेर। भगवान प्लिज 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 हेल्प मी। मैले बनाएको सबले मन पराओस् प्लिज। ओइस जान्छ जस्तो लागेको छ, यत्रो दुःख गरेर बनायो। मलाई दाल ठुलो मम्मीले बनाउनु सिकाउनु भयो। अहिले म जहाँ बसेर बनाउँदैछु नि, यो मेरो ठुलो मम्मीको किचन हो। यति दाल छ। अब यो दाल मलाई थाहा छैन कि, आई नो आइडिया कि यो भाँडामा पाक्छ कि पाक्दैन, अनि कति राख्नुपर्छ भनेर। अदुवा लसुनको पेस्ट 2 4 हाले 1 2 बजिसक्यो। मैले बनाएर सकाइनँ, दाल मात्रै सकाएँ। कति टाइम लाग्दो रहेछ भाइ। यो त मैले हिजै प्रिपेयर गरेको, यो काट्दा खोस्टाउँदा के गर्दा टाइम लाग्ने, यो आज पिसेको। अब यो सबै गेम विजयको लागि यो छिटो छिटो प्रिपेयर गर्छु। 10 बजिसक्यो, म 10 बजीभन्दा अगाडि पुग्नु भन्थेँ। तपाईँलाई मलाई त राम्रै भयो जस्तो फिल भइरह। डन्ट नो, यहाँ अझै क्यामेरा रियलमा राम्रो देखेछ क्यामेरामा भन्दा। दाल 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 तरकारी खाना, अनि त्यहाँदेखि बनाउँदै कस्तो फोहोरो भयो। अनि हेरौँ यसरी म लाग्ने भन्थेँ, बिर्सेँ। अझै त्यो गाजर काट्न, अझै यो काट्न बाँकी छ। अनि काम पकाउन कति टाइम लाग्छ। मैले उठेबाट कति काम गरेँ होइन। राति पनि 2 बजीसम्म प्रिपेयर गरेँ। बिहान 7 बजी उठेर 7 बजी उठेबाट गरेको, अझैसम्म सकेन। 9 बजीभित्र पुग्छु भनेर सोचेको थिएँ, के पुग्नु। अब छिटो यो कार्डमा चाहिँ तरकारीहरू यो छुटाउँछु, किनकि थाहा हुँदैन नि, कन्फ्युज हुन्छु नि त म। सो यहाँ लेख्छु। मेरो हात पनि चलेन। कस्तो काली देख्यो, कपालको हालत त्यस्तो भयो। के काने राम्रो कपाल बनाउला भन्ने थियो होइन, यस्तो भयो यस्तो। किनकि मैले चिसेमा राखेको थिएँ। अब छिटो गर्नुपर्छ। फाइनल्ली मैले हल सकाएँ। आमा 12 बज्यो नि, 12 बज्योभन्दा धेरै भयो। अब मैले सुरुमा है मैले कसरी पकाउँछु पनि केही पनि आइडिया थिएन। ला मैले कसरी पकाउनु होला। सुरुमा त सामान ल्याउँदा माथि लिएर अलरेडी गाह्रो भइरहेको थियो। त्यसपछि कसरी पकाउने केही आइडिया थिएन, पाक्यो होइन। प्याकिङ पनि भयो। अब कसरी म त्यहाँसम्म पुऱ्याउँछु, कसरी हाल्छु त्यो पनि मलाई आइडिया होइन। च्यातिन लाग्दो रहेछ, एकदम ओइजी हुँदो रहेछ क्या यो। च्यातिन सक्छ, यसलाई यहाँ पनि राख्नु पर्यो नि। 3टा हुनुपर्छ। यो त सल्लाह गर्न पर्ला जस्तो छ।
एउटा भयो दिनुभयो मलाई स्कुटी चाहिएको थियो होइन सामान राख्नु बाइक भयो गाह्रो हुन्थ्यो ठ्याक्कै स्कुटीवाला पठाउने आयो भाइ बनाएर के गरेर यहाँसम्म आउने शक्ति दिनुभयो अब यो मैले त्यहाँसम्म पुर्याउनु हो अब मलाई सिर्फ मान्छेको हातमा मात्र दिनुभयो मसँग 4वटा ब्याग छ मेरो हात यति सानो हो यो ब्याग बोकेर यो हात त सिधा नै भएको छैन कि यो औँला सिधा गर्ने मेरो पुरै भाइब्रेट गरेको कसैलाई वेट गर्छु होइन मतलब बाटोमा हिँड्ने कोही इनोसेन्ट फेस देख्यो भने प्लिज हेल्प गरिदिनु न त्यो डिस्ट्रिब्युट गर्नको लागि भन्छु अब कोही भएन भने आफै एक बित्ता सर्दै त्यहाँ सर्दै झोला राख्दै गर्दै जान्छु अब के गर्नु कस्तो पिम्पल त आएन कस्तो पिम्पल जस्तो उहाँ चाहिँ काठमाडौँको प्योर नेवार बाजे हो है मान्छे पाएन जस्तो छ अब कसलाई भन्ने त एकजनालाई भनेको उनीहरूको विराटनगरको टिकट भयो अरे जान निक्लिन लगाइसक्यो रहेछ एउटा ग्रुप थियो के कोही त आउँदैनन् सब कपाल लाकाहान डिस्टर्ब गर्नु नि भएन छोरी मान्छे त झन् भनेकै मान्दैन कहाँ छोराहरूले त नमाने हेर न सब कपाल हात समातेरै हिँडे ए बाजे मानिसिन्छ कि गानै सुनिसिन्न हजुरले थोरै नि कान सुन्नुहुन्न हजुरले कान थोरै नि सुन्नुहुन्न हो म बाजेले कान सुन्नुहुन्न अरे त्यही पनि म बाजेलाई ट्राई गर्छु बुवा मसँग यो सामान बाँड्न जाऊँ न यता सुनिस्यो त यो सामान छ नि तपाईँ र म होइन बाँड्न जाऊँ न मलाई एक्लै गाह्रो भयो जाने मैले के भने बुझ्नुभयो सुनिस्यो त यो सामान अरूलाई दिने कि खाना दिने जाने मसँग जाने जाम उठ्नु न त बुझ्नु भएन यो खाना दाल तरकारी बाँड्न मसँग जाऊँ न जाने ऊ बुवा मानिस्यो जाने बुवा आइसक्यो यता सुन्नु त यो म मोबाइल राखेर कन्भिन्स गर्छु रिजेक्ट गर्नुभयो सायद केही प्रब्लम छ कि कुरै बुझ्नु भएन कन्भिन्स गर्ने कसरी कानै सुन्नु कसलाई भन्नु जे पनि गरिहालिन्छ नि एउटा न एउटा बाटो त खुलिहाल्छ कसलाई भन्नु कोही त मैले के होइन खानेकुराहरू लिएर आएको छु यहाँ बाँड्नको लागि तपाईँ मलाई सहयोग गर्नुहुन्छ म त्यहाँ सामान छ तपाईँको त अलरेडी यत्रो सामान रहेछ एउटा दुईटा बोक्दिनु अरू म बाँड्छु दुईजना भएर बाँड्ने हुन्छ हनुमानजी बोक्ने काम गर्नुहुन्न हुन्छ अनि मैले 4वटा ब्याग छ एउटा मात्रै बोक्दिन्छु न तपाईँ त क्यारी हुनुहुन्छ है अब के गर्ने त मैले मलाई कोही मान्छे खोजिदिनु न त हनुमानले नि मलाई रिजेक्ट गर्नुभयो मलाई मान्छे खोजिदिनुहोस् न त्यो बाँड्नको खाना हो उहाँले मलाई मान्छे खोजिदिनुहुन्छ अरे ओके मान्दैन उहाँ ओके मान्नुहुन्न तपाईँले चिनेको कोही छैन एउटा सहयोग गर्नुहुन्छ हात रक्सी खानुभएको जस्तो छ त तपाईँ सदस्य मान्नुहुन्छ कि तपाईँ मलाई खानेकुरा डिस्ट्रिब्युट गर्नमा हेल्प गर्नुहुन्छ हजुर ओके उहाँले चाहिँ हेल्प गर्न मान्नुभयो थ्याङ्क यू सो मच जाऊँ मैले कति बेरपछि मान्छे खोजिरहेको थिएँ कोही नपाएर थ्याङ्क यू हनुमानजी हनुमानलाई चाहिँ भेटाएँ मैले मलाई तपाईँहरूलाई कसले पठाइदिएको थाहा मेरो लागि भगवान्ले हो भने साँच्ची अहिलेको मोमेन्टमा तपाईँहरू मेरो लागि भगवान् हो कति खोजिरहेको थिएँ हो त तपाईँहरू पाठ हुनुभयो नि त मेरो अनुपा ओ माई गॉड मेरो उसले सरी थाहा छ अब को कसलाई दिने भनेर म सिकाउँछु है तपाईँलाई जो विक छ नि त्यो फाइन्ड गरौँ सुरुमा उनीहरूलाई दिउँ त्यसपछि उनीहरूलाई देशी अनि नर्मल मान्छेलाई दिउँ है फेरि सबैलाई पुग्दैन नि त सबैको लागि त मैले नै बनाउन सक्दिनँ नि त होइन या तपाईँ चाहिँ बोल्नु हुँदो रहेछ भए चाहिँ लजाउनु हुँदो रहेछ ढिलो भएन केही छैन तपाईँको लागि हामीले आज
जानको लागि छ एउटा तरकारी हो एउटा दाल हो हैन सलाद पनि छ यहाँ भाइ मेरो नि खिचाउ न मन बाँडे जस्तो पहिला बिराम्रो दिन्छु म दिन्छु बिस्तारै है पहिला उहाँहरुलाई दिउँ मतलब मतलब उहाँहरूलाई दिनु यहाँ यता दिनु त एकजनालाई यहाँ यता टिम डिस्ट्रिब्युसन टिम मातेको मान्छेलाई दिन्छ साह्रै गर्नु अघि दिएको होइन मैले मातेको भनेर नदिएको के रोकिथियो त अब के छ त्यो त्यो हिँड्थ्यो त त्यहाँ किनेको थ्याङ्क यू ओके अब लास्ट वान रहेको छ लास्ट Who is the lucky one to get it? कसमा दुईवटा खाना परेछ कि खाना छैन अब यो कुनटा एउटा खाना त पोख्यो नि त अब एउटा दाल बाँकी छ होइन अनि एउटा राइस बाँकी छ सब्जी कसैले ल शरीर लाग्यो दामी खानु सबै मलाई पानी चाहियो क्या खाना सकियो सानो बादलजी ल सब्जी छ है यता हेर्नुहोस् बादलजी बादल मेरो साथी लिखिसक्यो बादल आएन साथीहरू बादल म भात कति खाने फ्रुट्सहरू खाइसक्यो केही त खानु पर्यो नि होइन ओके नजिक ओके अघि पनि फेरि नो खाइन माल एकचोटि फेरि उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु आज त हामी अनएक्सपेक्टेड नै भनौँ न है उहाँहरू फर्स्ट टाइम हामी भेट भएको को उहाँहरूको भएको वी डोन्ट नो इच अदर होइन त्यही पनि हामी कस्तो मिलेको है तपाईँलाई कस्तो भाइ पायो नेपाली युनाइटेड बाई सोसल सर्भिस उहाँ अलरेडी सोसियल वर्कर है तपाईँ धेरै राम्रो कामहरू गर्नुहुँदो रहेछ अनि मलाई चाहिँ के प्लस के पनि खुसी लाग्यो भने अझै राम्रो काम गर्ने अनि म पनि हजुरले त्यो जस राम्रो काम गर्नुहुँदो रहेछ त्यही भएर हामी सहयोग गर्न पाउँदाखेरि वाइ नट त्यसै पनि भोलिन्टियरै गर्न हिँडिरहेको अनि म त हामी एकदम ग्रेटफुल छौँ हजुरसँग भेट भएर अनि हजुरले चाहिँ एकदम राम्रो काम गर्नुभयो थ्याङ्क र यो हामीले जुन यो वर्कको पार्ट हुन पायौँ त्यसको लागि एकदमै हामी आभारी छौँ ग्रेटफुल थ्याङ्क छौँ यू सो मच त्यस्तै काम गर्दै जानु आई विश
तर म आफ्टर लङ टाइम आएको गर्ने बिर्सिएँ यादै भएन मलाई त पूजा गर्ने त्यहाँ यताउति गर्दा गर्दा पूजा गर्ने भुल्दैछु मैले त अनि मैले सोचेको थिएँ ला मैले के गर्ने होला भनेर सबै कुराहरू एकदमै राम्रो भयो मलाई सुरुमा म सुरुबाट भन्छ है त सुरुमा मैले कसरी पकाउने केही आइडिया थिएन किनकि मसँग त्यत्रो पकाउनको लागि भाडा थिएन जसरी यताउति म म्यानेज गरेँ सानो सानो भाडामा गर्दा गर्दा सबैलाई कलेक्ट गरेर पकाएँ होइन अनि दोस्रो कुरा कसरी प्याक गर्ने त्यो पनि थाहा थिएन यताउति गरेर त्यो पनि भयो तल कसरी जाने त्यो पनि बिस्तारै झारेँ अनि मैले सोचेँ ला पठाउ चाहिँ बाइक नआयो हुन्थ्यो स्कुटी आयो हुन्थ्यो भने ठ्याक्कै स्कुटी आयो होइन त्यसपछि मैले प्लान गरेर गएको थिएँ कि म पशुपतिमा गएपछि पशुपति मन्दिरमा गएपछि कसैलाई बोलाउँछु कसैको हेल्प माग्छु भनेर सोचेको थिएँ होइन त्यो पनि सक्सेस भयो लाइक कस्तो राम्रो मान्छेहरूसँग भेट भयो थ्याङ्क यू एउटाको नाम याद छ सुनिल अनि अर्कोको नाम मनिष ओके थ्याङ्क यू सुनिल मनिष तपाईँहरू हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच तपाईँहरूले गर्दा आज मेरो दिन एकदम राम्रो भयो सायद म गलत मान्छेसँग भेट भएको भए राम्रो नहुन सक्थ्यो तपाईँहरू मेरो ओठमा पाठ हुनुभयो थ्याङ्क यू सो मच भन्दै म तपाईँहरू सामु बिदा हुन चाहन्छु दर्शन नमस्ते बाई